अनि शेर्पा गाइस हामी आज गोर्खा जाँदैछौँ गोर्खा भाइ पुरन अब चाहिँ उठाउँछ त्योबाट आइपुग्नु आएर अब गोर्खाको ट्राभलिङ हुँदैछ हाम्रो नागहरू कट्यो त्यो घाटो बाटो आउँदैछ गाडी चोकबाट एक घर जाने बाटो हो एक घर धाम यता खालि काम जोको बाटो यो मुलिको बाटो कति किलोमिटर 1000 किलोमिटर
पहिला घर छैन यार यार टॉयलेट है नहीं जाऊ झर्नाको नाम के बिर्सिएर मैले बहुवेल झर्ना मुली कटेपछि पोखर जाँदाखेरिको बाटोमा पर्ने झर्ना हो राम्रो रहेछ त्यो अहिले चाहिँ हल्का भाइरल भयो नि त यो त्यही भएर यस्तो बनाएको नगरको कहाँ यो पार्क पहिला कहाँ थियो नि यहाँ चाहिँ के हो पानी जमेर स्विमिङ पुल हो क्या कलेक्ट गर्नु खोजेर स्विमिङ पुल बनाउनु सक्छ है स्विमिङ पुल बनाउनु लागि चाहिँ यहाँ चाहिँ बन्द हुनु सोचेको थिएन यार किन अन्त ऐना ऐना पार्क ऐना त्यसको ऐना होइन ऐना पार्क रे झर्नाको नाम चाहिँ के हो भने कि झर्ना नाम के हो झर्ना झर्ना कहाँ तपाईँ हेलो पुरन कुन ठाउँ रे यो ऐना देखे छैन एउटा पनि My heart rages around like an ocean in my head, because there are so many things that I left unsaid.
And गोर्खा अस्पताल हो गर्नुपर्ने अवस्था थाहा भएन बिर्स्यो हस्पिटल लाइनतिर हो कि अस्ति सानोमा आएको है म घुमाएको थिएँ कि यो बाटो राइट टर्न जस्तो लाग्यो मलाई होइन है रहेछ होइन एक घन्टा भोलि आएको आएर नि घुम्न सुरु गरेपछि हेलो हेलो लोकेसनै बिर्सिरहेको धेरै सानोमा आएको थियौँ हामी कति एक घन्टा भएपछि एक घन्टा भएपछि ए ल ल कति अगाडि हो अङ्कल आउनु भयो वर्तमान हुँदै हो टेन्ट टाँगे भने गेट लाग्यो भने टेन्टमा टाँगेर छ नि त यो चाहिँ व्रतबन्ध आज भोलि बिहे छ गोर्खामा भाइको व्रतबन्धको हो यो हेर्न सक्नुहुन्छ यहाँ हाम्रो अङ्कल आन्टीहरू चिया खाँदै बसे यहाँ अब चाहिँ हामी गोर्खा लाग्न लागेको यो मेरो भाइ पुरन हेलो ल है त जाउँ यो बाटो त हो होइन सोध्दै हान्यो ल लेट्स गो
पहिलेको ढुङ्गा होला साली कहाँ दरबार गोर्खा दरबार सङ्ग्रहालय पो हुन्छ यार यो हो र होइन माथि होला सङ्ग्रहालय म्युजियम हो यो म्युजियम हो यो पहिला खुड्किलै खुड्किला हो यो खुड्किलालाई अहिले पिच बनाएको छ क्या हामी त पुरानो हुन्छ नि त खुड्किला ढुङ्गाको खुड्किला कि ढुङ्गाको ए बाटो हो ए बाटो हो के अरे त्यहाँ दरबार क्या यो चाहिँ हो ए धन्यवाद यस्तो भयो पहिला यो दरबार जाने बाटो त्यतिखेर हामी सानो सानो छन्देको उमेरमा आउँदाखेरि घरै थिएन बस्ती थिएन कि एकैचोटि माथि थियो होइन यहाँ त डर लाग्ने के अरे के भूतहरू आउला कि त्यस्तो खालको सुनसान थियो यहाँ अब बिस्तारै बिस्तारै मान्छेहरू जग्गा घर बनाउनु ठाउँ नभएपछि के त हो नि सरकारी जग्गा सबै अहिले जग्गामा बसेर घर बनायो अनि बाटो पनि बनाउनु पऱ्यो त्यही भएर कहीँ घर थिएन हामी सुनसान थियो फाटाफुट्टा कहाँ के थियो पार्टी प्यालेस हुन्छ नि के अरे पार्टी पौवा जस्तो क्या आराम गर्ने ठाउँ क्या त्यही टाइपको थियो कि पहिला यस्तो घर थिएन यार अहिले त भरै गरेर हिँडेर साह्रै लाग्छ नि दरबार राजा नभए दरबारलाई के दरबार भन्ने यार गढी भन्छ होला धान हो क्या कोदो हो यो कहाँ जाउँ यस्तो जौटाकै गाउँ जस्तो क्या भाइ दरबार जाने बाटो कता बाइक
बाइक अब यहीँबाट हिँड्नुपर्ने भयो यो बाटो यस्तो रहेछ बाइक चाहिँ यहाँसम्म मात्रै रहेछ बाटो कुन हो बाटो कुन हो ए ए ए हो पहिल्यै ढुङ्गा भनेन मैले बाटो ढुङ्गै ढुङ्गाको थियो खोड्केलाई घोडामा त होला नि यो टुक 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 ए अन्तिम दिएर जाऊ नभए आइपुग्यो त हामी धेरै कुरो सहिलो भयो नि यति हेरेर त पागल भइसक्यो म ल मन्दिर सबै मन्दिरै हो यहाँबाट प्रवेशद्वार छिर्न पाइन्छ सिधै मन्दिर मन्दिरबाट टाढा नै गएर मन्दिर पुग्छ नि पुग्छ फर्केर यताबाट आउँला नि धेरै छ त्यही भएर हो कि यताबाट चाहिँ पहिलेदेखि बनाउला नि ढुङ्गा काटेर बनाउला हातले बनाउला काटेर पृथ्वीनारायण शाह गेस्ट हाउस त पृथ्वीनारायण शाहको यहाँ पहिलाको पालाको हामी जस्तो मान्छेहरू आयो भने यहाँ बस्नु पाउँथ्यो पहिला पहिला अरूलाई त होइन भ्यालु हुन्थेन हामी जस्तो अब दाईहरू अब हामीहरू आयो भने चाहिँ अब यस्तो गेस्ट हाउसमा बस्नु पाउँथ्यो पहिलाको जमानामा 200-300 वर्ष अगाडि कुरा भयो पनि फेरि हामी पहिला सानोमा आउँथ्यो कति सानो यो थियो यो रुख अहिले यत्रो ठुलो भइसकेको छ कि झोलुङ्गी पो छ क्या हेरी भनेर चाहिँ तार रहेछ प्रवेशद्वार यहाँनिर ए गाउँले भाइहरू पो रहेछ अनि यस्तो माथि हिँड्नु पऱ्यो हामी जय बजरङ्गबली भगवान् हुनुहुँदो रहेछ यहाँ पहाड चार बस्नु भइरहेछ पृथ्वीनारायण शाहको यहाँ फोटो रहेछ पृथ्वीनारायण शाहहरू जङ लड्नु जाने बेलामा हनुमान भगवान्लाई पूजा गरेर जानुहुन्थ्यो भन्नुभएको थियो है यहाँको बाजेले पूजा गर्ने बाजेले खतरा गाउँ रहेछ यसरी यता
दरबार रे उनीहरु कसरी हिँड्छ यस्तो बाटो दरबारमा राजाहरु यार यही बाटो हिँड्ने हो कसरी हिँड्न सक्यो भने यत्रोबाट के हुन्छ नि बजाउँ न अब प्रवेश निषेध प्रवेश निषेध भन्छ त यार प्रवेश निषेध भन्छ त यहाँ त ढोका बेला होला नि ढोकेर जाऊँ न एकचोटि यो त यस्तो हो नि त है अब राजाहरूको पालामा पहिला पहिला गोलीसोली हान्ने ट्याक्कै हुन्थ्यो नि त अनि यहाँबाट यसो लुकेर हेर्ने अनि ट्याक्क टाउकोमा त निकालेर सुट गरेर यहाँ बाँडसाड हान्दाखेरि अब गोली त थिएन पहिला त्यही ढुङ्गा बाँड भाला के हान्ने नेपाली पऱ्यो होइन तर त्यो खैरीहरूले गोली लिएर आउँदा पनि आँखामा त पुग्थेन होला यसो दामसाम त होला नि गोलीको यहाँ रहेछ एउटा गोलीको नाम ड्याङ वार पर्दाखेरि गोर्खा दरबार हेरचाह अड्डा अरे ल अड्डा आयो केटाहरूको यहाँ जक्सन बस्न चाहिँ यहाँ आएको थियो पृथ्वीनारायण शाहको अड्डा यहाँ आहा कस्तो मिठो हाल्छ र बल बनाउने पहिरो जान्छ भनेर गरे हो यो पृथ्वीनारायण शाहको लडाकु सेनाहरू यहाँ पुरै आफ्नो राज्यलाई बचाउनको लागि अझै पनि दम तयार प्रयासमा रहनु भइरहेको छ हामीलाई उसले आक्रमण गर्न खोजिरहेको छ यहाँ यो पहिला यो साँप हिँडेको भनाइ थियो आज हामीले अवलोकन गर्न पायौँ यो चाहिँ अब यो हाम्रो पृथ्वीनारायण शाहको पालाको निब्बा निब्बीहरूको हो यो लेखाइ चाहिँ यसलाई शिलालेख पनि भन्ने गरिन्छ यहाँ लोकल स्टाइलमा यस्तो ठाउँमा हिमाल बाफ्रे कडा कहाँ माथि देखायो हिमाल त यहाँ हेर्नु है माथि कि माथि देखायो है आकाशमै देखाएको थियो हिमाल पहिला हाम्रो घरतिरबाट हेर्दा त ट्याक्क ठिक्कै डाँडाको पछाडि देखिन्थ्यो नि आकाशैमा चुच्चो क्या यो अन्त बिहान आयो भने बबाल हुन्छ नि त यहाँ फेरि बिहान त्यो ट्याक्कै सनराइज हुने बेलामा क्या त्यो क्लियर देखिन्छ नि त मौसम बबाल भ्यू देखिन्छ ट्याक्कै चुच्चो मैले देखेको सामान थियो हेलमेट ट्याक्कै हिमालको चुच्चो मात्रकै मिठो शिखर आइस हिमालको पाकिस्तानको लडाई गोर्खाको सबभन्दा अग्लो ठाउँमा पर्छ यो दरबार ठिक छ
चाहिँ के छ मन्दिर? पशुपतिनाथ तल पुरै गाउँहरू राजाहरू पूजा गर्ने ठाउँ बिहान बिहान उठेर पशुपतिनाथलाई यहीँ तार्नु भएछ। यहाँबाट चाहिँ लानु भयो भने काठमाडौँ सुरुमा यहीँ त भयो होला नि स्थापित। काठमाडौँ लानुभयो आदि टुक्रा पशुपतिनाथमा। उता चाहिँ बाटो बवाल हो, कहाँ पुग्दो रहेछ उतापट्टि? यो बाटो कहाँ पुग्ने बाटो यो? बारमा धादिङ पुग्छ अरे उता भन्छ। दार्जिलिङ त्यहाँ त उता काठमाडौँ कनेक्ट भइहाल्ने होइन? पशुपतिनाथ रक्षा गर्नु पशुपतिनाथ चिन्ता होइन कति लान्छ? हल्कले बोल्नु चिन्ता कसले बग्ने रे? हल्के हल्का पृथ्वीनारायण शाहले अनेक अनेक गर्नुभएको पहिला पहिला लडाइँ हुँदाखेरि यहाँबाट गोली हान्नुहुन्थ्यो अरे। अनि लडाइँ सकेपछि चाहिँ जितेर आएर पार्टी गर्दाखेरि हुक्काको कोइल सल्काउनको लागि यो चिम्टा प्रयोग गर्नुहुन्छ भन्ने यहाँ भनाइ प्रसिद्ध रहेछ। यो चिम्टाको एकचोटि अवलोकन पनि गराइदिन्छौँ हामी। धेरै ठुलो चिम्टा रहेछ यो। पृथ्वीनारायण शाहलाई त्यत्तिकै नै ठुलो राजा त भनिएको होइन रहेछ। यो लगभग 3-4 मान्छे अग्लो चिम्टा फेला पारिसकेको छौँ हामीले। पृथ्वीनारायण शाहको यो एउटा मात्र निशानी यहाँ छोडेर जानुभएको रहेछ। अनि यो चाहिँ हाम्रो यो राजा समालको त्रिशुल राजस्थानको त्रिशुल कहाँ हरायो भनेको त यहाँ पृथ्वीनारायण शाहले ल्याएर टक्क आफ्नो दरबारमा सजाएर राख्नु भएको रहेछ। सुनको त्रिशुल। ल राजेश दाई तपाईँको त्रिशुल भेट्टायो है? भेट्टायो। राजेश दाईको त्रिशुल भेट्टायो। अनि हाम्रो पृथ्वीनारायण शाहज्यूले यो राजेश दाईकै चिम्टा चोरेर ल्याउनु भएको भन्ने पनि अर्को भनाइ। चलन झुटो हो कि साँचो हो यो चलन चाहिँ रहेछ। यो प्रथा भनौँ कि अब के भनौँ। अब पृथ्वीनारायण शाह जन्मनुभन्दा पहिले राजा समालको 4औं जुनी पहिल्यै अन्त्य भइसकेको रहेछ। अनि पृथ्वीनारायण शाह पनि राजा समालकै पुस्तामा उल्लेखित राजाहरूको पहिलाको ताल छ। ल हेर्नुहोस् यहाँ यस्तो तालचालाई त कसैले फोड्न सक्दैन होला। के हो यो त? सुरुङ छ त यहाँभित्र चाबी हाल्ने। त्यस्तो तालचा त कहीँ कुनै देशमा छैन होला त यार। भित्र कि हाम्रो शिवजीको मन्दिर। जय शम्भु जय शम्भु। काल भएर भयो क्या महायोगी गुरु गोरखकाली। भित्र शिवजीको धेरै राम्रो मन्दिर रहेछ। तर हामीले हल्का हाम्रो क्यामेरामा
लिन सकेनौँ राम्रोसँग आँखी झ्यालबाट निकै गाह्रो पर्दो रहेछ मुस्किल धेरै मुस्किलका साथ हामीले हजुरहरूलाई यहाँ प्रत्यक्ष रूपमा देखाइरहेको छौँ। यो चाहिँ एउटा बलि चढाउने ठाउँ रहेछ ए टाँसेर सफा गर्न भ्याइएन अनि यो भुतलाई टाँस्नै पर्ने भएर टाँसेको हो यो बलि चढाउँदैन बलि हो बलिका बख्राहरूलाई यहाँ चढाइने रहेछ कुखुरा मात्रै चढाउँछ कि के हो यहाँ खसीहरू राङहरू हाल्छ हाल्नु पहिला पहिला त यो मेन के हो दरबारहरूको मन्दिर हो त यो मेन दरबार यहाँ शिलालेख 1481 माद्रे कृष्ण तपाईहरु गाइज यसलाई राम्रोसँग पढेर हामीलाई बुझाइदिनु होला यसको अर्थ के रहेछ भन्ने कुरा बुझ्नै गाह्रो शाहको आत्मा अझै पनि यहाँ बसिरहेको छ भन्ने हामीलाई लागिरहेको छ। यो अन्धकारमा किन यस्तो भयो भन्ने कुरा हामीलाई अनुभव छैन यो आँखी झ्यालभित्रको अनुभव गराइदिनु पर्यो भन्दै हामी अर्कोतिर लाग्नेछौँ। जाँदैछौँ जाडो महिना मात्रै भिडियो नआउने कि यसो अनचेक है गर्मी महिनामा चाहिँ मोबाइल आउँथ्यो हामी नि त हाम्रो मुसा मुसा अझै पनि यहाँ भड्किरहेको यतामुनि मुसा यो एउटा हन्टेड प्लेस पनि भनेर भनिन्छ होइन किनकि अब सत्य कुरालाई चाहिँ व्यक्त गरेको हाम्रो यहाँ सबै ढोकामा तालचा छ किनकि अब भित्र शक्ति पनि छ होला यो भित्री कोठामा त्यही अब यो पूजाको बेलामा मात्रै खोल्ने भन्ने सूचना हामीले पाए साथै हामी यहाँबाट अब यो बाहिरी अवलोकन गराउनेछौँ। अब 6 बजे खुल्छ भन्ने कुरा भए अब कति बजे अहिले राख्नु पर्ने है सोपहरू यताउति दरबारमा छ बोकेर लान्थ्यो नि त थाहा सेट यसको तोप त लगाएर म्युजियममै यहाँ कहाँ हुन्छ यो लन्च चाहिँ कसरी होला कि है सेट चाहियो नि यसमा सेट त छैन सेट भयो त्यो पनि त कहाँ यो त यस्तो पाङ्रा होला यो नेपालको होइन नि त जे भने यो नेपालको होइन कहाँ नेपालमा तोपै छैन त्यतिर नि त्यो त अङ्ग्रेजको जितिया तोप हो होइन बनाएको होला नि नेपालले सोध्नु न कस्तो कुराहरू हिस्ट्री हेर्नु भाइ यार यो हाम्रो चाहिँ गोरखनाथ भगवान जी को मंदिर
जय गोरखनाथ। पृथ्वीनारायण शाहले यही पूजा गरेर हाम्रो यो नेपाल एकीकरणलाई एकीकरण गर्नुहुन्थ्यो र यहाँको भनाइ चाहिँ यो मन्दिरमा पूजा गर्ने मानिसको चाहिँ सोचेको कामनाहरू पुरा हुनेछ भन्ने प्रचलन रहेको छ। त्यसैले म पनि मेरो मनमा लागेको चाहेको कुराहरू माग्दैछु र त्यो कुरा पुरा हुन्छ कि होइन तपाईँहरूलाई भन्दैछु अर्को ब्लगमा। त्यसको लागि प्रतीक्षा गर्नुपर्छ साथीहरू गाइजहरू। ए गोरखकाली बाबा हाम्रो यो गोरखनाथ भगवानको मन्दिर जुन अब धेरै वर्ष पुरानो 200-300 वर्ष पुरानो मन्दिर यो हाम्रो। यसै पृथ्वीनारायण शाहजीले गोरखनाथ भगवानको जुन त्यो छात खुट्टामा पर्या भएर त्यो खुट्टा जहाँ पाइला चाल्ने गयो त्यहाँ एकीकरण गर्न जित्न सक्ने युद्धहरू लड्न सक्ने उहाँलाई शक्ति प्रदान भएको रहेछ भन्ने कुरा सुनिएको थियो। आज यो मन्दिरमा आएर म धेरै खुसी भएको छु। तपाईँहरूले आउनुपर्छ यहाँ घुम्नलाई, रमाइलो छ ठाउँ, एकदम रमाइलो छ गाइस यहाँ ठाउँ। मेरो यहाँ सानैदेखिको चाहना थियो यहाँ घुम्ने, तर आज यहाँ हाम्रो सान्दैले पुरा गरिदिनु भएको छ मेरो सपना। म धेरै खुसी छु गाइस, धेरै खुसी छु। तर यस्तो बवाल बनायो पहिला है। यहाँ आँखी झ्यालहरू यो चाहिँ हाम्रो एकदम गोपनीय ठाउँ के भन्छ यसलाई? लाइट देखाउँदै अगाडि जाँदा लाइट देखाउँदै ज्यूको दरबार यसलाई एकदमै खाट सानो बुढाहरू सुत्ने ठाउँ खै यस्तो देख्दैन आफूले हेर्नु न त्यसमा अगाडि क्यामेरा त्यहाँ देखाउनु यो चाहिँ एकदमै गोप्य ठाउँ रहेछ। यसलाई टाल चलाएर राखेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ हामी भित्र पसेर पनि देखाउँदैछौँ तपाईँहरूको लागि। योभन्दा अर्को तल नि रहेछ, यहाँबाट भर्याङ रहेछ, यहाँ अर्को तल नि छ माथि फेरि। यो एउटा भर्याङलाई पनि सिला हान्दै रहेछ, ढोका चाहिँ यहीबाट घुमेर जाने रहेछ, यहाँबाट घुमेर माथि 3 तल रहेछ जुन कि अहिले बन्द छ। सरी गाइस देखाउन पाएन। हेर्न सक्नुहुन्छ भर्याङ यस्तो छ। ल यो भर्याङको बाटो काठको भर्याङ। के रहेछ दुईटा तल चाहिँ? त्यो बाजेलाई सोध्नुपर्छ अब। बाजे हुनुहुन्न है? अहिले बुढो कुन बुढो? त्यही बाजे? पैसा सार्ने बुढो। ए बाजे हैन?
चाहिँ गोरख के अरे हाम्रो गोर्खाको दरबार पृथ्वीनाथ शाहज्यूको दरबार कस्तो लाग्यो त केटा बवाल ल जस जिन्दगीमा एक न एकचोटि आउनुपर्ने थियो ढिलो चाँडो जस चाँडै आइपुग्यो दुईचोटि भयो तपाईँको मेरो त दुईपल्ट भयो मेरो चाहिँ फर्स्ट टाइम भयो यसो रमाइलो चाहिँ ठाउँ अब भ्यूहरू हेर्नको लागि सबै चिसो मौसममा चिसो मौसममा आरामले हेर्ने यहाँ आएर राति पनि रमाइलो हुन्छ यहाँ बत्ती बलेको राति पनि रमाइलो हुन्छ बादल क्लियर भयो होइन सनसेटको भ्यू राम्रो सनसेटको भ्यू दामी हुन्थ्यो अब त्यो हेर्नुहोस् न तपाईँहरू सबभन्दा ठुलो यही जग्गा नि दरबार ल गोर्खा दरबार पनि घुम्यो हामी ल बवाल छ बाबा हाम्रो आजको यात्रा समाप्त भएको छ घर फर्किँदै गएछ निकाल्नु भन्नुपर्छ कि
Look at that. Please have a look of this architecture designed by Prithvinarayan Saha to save his private materials. Gorkha Tailor Darbar. Now we are here and we enter here. We enter from the entry gate. Now we move to the next place. Darbar of यो चाहिँ दरबारको फोटो रहेछ हाम्रो पृथ्वीनारायण शाहको तल्लो दरबारको गोर्खाको सञ्चित परिचय गोर्खा एरियाको म्याप यो चाहिँ यहाँनिर छौँ हामी अहिले अनि हामी हिजो चाहिँ गोर्खा दरबारमा गएको थियौँ माथि कानको दरबार चाहिँ दरबारै यही हो नि यो नेपालको पहिला गोर्खाली भनेर चिनिने जम इन्ट्री गरौँ ल भित्र अम्खोरा यो चाँदीको लेपले बनाएको अङ्खोरा यो पानी यो रहेछ त्यो जमानाको डोन्ट टच इट भने तर हामीले टच गर्न मिल्छ अनुमति प्राप्त भएन हामी हेडक्वार्टरबाट सिफारिस प्राप्त होइन हामी सिफारिस प्राप्त भएर निरीक्षणको लागि आएको यहाँ कति सामग्रीहरू लुट भयो भन्ने सूचना आएको थियो त्यसकारण हामीले यहाँ चेक जाँच गर्नको लागि पुरानो हो कि डुप्लिकेट हो कि ओरिजिनल हो यो चाहिँ हाम्रो के भन्छ यसलाई दियो पहिलाको प्रचलनको दियो यो चाहिँ अनि यहाँ चाहिँ धेरै खतना भन्ने जानकारी भएको छ तर पछि हामीले चाहिँ यो निकालेर जाँच गर्नेछौँ सामग्रीहरू हेर्नु यो भरेलाई सिल गरेको रहेछ किनभने यहाँनिर चाहिँ यहाँनिर चाहिँ अब बेला बेलामा पृथ्वीनारायण शाह आउनुहुन्छ अरे यहाँ त्यो यो भर्याङलाई सिल गरिदिएको छ यो चाहिँ यो पृथ्वीनारायण शाहको बे हुने बेलामा पृथ्वीनारायण शाहलाई चाहिँ यहाँनिर डोलीमा चढाएर टक्क लगेको थियो नेपालको पहिलो राजा पृथ्वीनारायण शाहको बेको डोली होइन चाहिँ गाइस फर्स्ट टाइम देखाएँ मैले यो डोलीमा सिकेको छैन नि लोप भइसक्यो नेपालबाट यहाँ चाहिँ रहेछ स्टिल पृथ्वीनारायण शाहको हजुरबाको चाहिँ यहाँ फोटो राखेको रहेछ घले मगरहरूको एकदम पुरानो क्लोथेसहरू यहाँ राखेको रहेछ नेवारी ड्रेस नेवार भनेपछि त हाम्रो फेभरेट भइहाल्यो हामी आफै नेवार भइहाल्यो त्यो त हाम्रो छुट्याउनु नभने कुरा यो नेवारले चाहिँ चल्किने ड्रेस यो भएर भयो नि मान्छे आइपुगेछ अब हाम्रो अर्को भनेको यो छेत्रिज भनेको त भइहाल्यो अनि यसलाई चाहिँ हामीले त्यो कपडा पसलको डमीबाट उठाएर राखिदिएको हामीले यो कुइरी जस्तो अनुहार भएकोलाई चाहिँ हाम्रो आयो तामाङ समुदायको ड्रेस अनि अवलोकनमा
छिप्पेको अनुहार भएको मान्छेहरू यिनीहरू भनेको छिप्पड मुख सेभ गरेर ल्याएका छौँ। यो चाहिँ गुरुङै हो यो चाहिँ हाम्रो यो मगर गुरुङ र मगर लगभग उस्तै हुन्छ यसको हुने भए तापनि पहेँलो पेटिकोट पेटिकोट होइन यो पहेँलो निरले चिनिन्छ बराम के हो यो बराम जाति रे बराम। यो बराम जाति चाहिँ हामीले पहिलोचोटि सुनेको हो नाम चाहिँ बराम भनेको चाहिँ लगभग मतोलेमै पर्छ मधेसी टाइपको मधेसी हुन सक्ने किनभने यहाँ कक्षा लाउनु भएको छ उहाँले आज कक्षाबाट हामीले प्रयास गरिरहेको छ। र अर्को भनेको के हो चेपाङ जातिका वेशभूषाहरू पनि अवलोकनमै रहेको छ। र यो चाहिँ एकदम राम्रो यहाँ बसेर भ्यू हेर्दै होइन अहिले फोटो नि खिच्नु फोटो खिच्न आउनु बाँकी नै छ हामी। यहाँबाट चाहिँ प्रवेश निषेध रहेछ। यताबाट शाहको पेन्टिङ चाहिँ मैले 20 वर्ष अगाडि ल्याएर यहाँनिर संरक्षित गरेर संरक्षणको लागि मैले आफ्नै हातबाट बनाएर यहाँनिर गिफ्ट गरेको थिएँ यो म्युजियमको लागि। र मेरो नाम पनि यहाँ लेखिएको रहेछ श्री पुरन श्रेष्ठज्यूद्वारा संरक्षण गरिँदै राखेको छौँ भनेर राखेको रहेछ। ल हाम्रो यो नेपाल अहिलेको नयाँ नेपाल भनेर चिनिन्छ यो चुच्चे नक्सा पनि समावित गरिसकेको रहेछ यहाँनिर। यो चाहिँ मलाई खुसी लाग्यो। यो चाहिँ हाम्रो बालेन शाहज्यूले काठमाडौँको मेयरज्यूले निकाल्नु भएको नक्सा हो। र यो नक्सा चाहिँ नेपाल सरकार नालायक सरकारले पनि निकाल्न नसकेको बालेन शाहले गरिदिनु भएको। हामी धेरै आजादी रहन्छौँ। राजा द्रव्य शाहको राज्य द्रव्य राजा भनेको चाहिँ यो पृथ्वीनारायण शाहको हजुरबाउ भन्ने जानकारी हजुरहरूलाई थाहा नै होला। र अन्य यो चाहिँ के रहेछ यो अस्ति हाम्रो के अरे राजा छत्र शाहको पालामा बनेको अभिलेख सहितका नगराहरू भन्ने के चाहिँ उहाँ देखेको थियौँ कि दरबारमा हिजो हामी दरगाह अवलोकन गर्न जाँदाखेरि यो देखेको थियौँ दुईवटा। पृथ्वीनारायण शाहको घर चाहिँ यो रहेछ पहिलाको अनि पछि चाहिँ दरबारमा परिणत गर्नुभएको रहेछ। भएपछि अब राजा रुद्र शाह भनेको पृथ्वीनारायण शाहको बुवा हुनुहुन्छ राजा कृष्ण शाह धेरै राजाहरूको जमघट एकै ठाउँमा गरिएको रहेछ। पृथ्वीपति शाह पृथ्वीनारायण शाह त सबै पृथ्वीनारायण शाह नै यो एङ्ग्लो नेपालवारको पेन्टिङ गरे होइन इमेजिन गरे देख्न त पाउनु परेन यसरी बनाएर
यो ब्रान्च दिन पर्दैन शाह भक्तपुर दरबारी भक्तपुर दरबार जाँदाखेरि यो राजा नरभूपाल शाह शाह र भारतलाई चन्द्रगिरीमा जमानामा यसरी चाहिँ न्युजहरू आदान प्रदान हुने गरेको थियो। यसलाई रोल गरेर आउँथ्यो। यो चाहिँ पहिलाको यो पान्ना, नेपाली पान्ना। पृथ्वीनारायण शाह, यो चाहिँ पृथ्वीनारायण शाहको शिलामै बनाएको, ढुङ्गा कोरेर बनाएको मूर्ति यो चाहिँ। अनि त्यहाँबाट यो चाहिँ लामो के भन्ने राइफल पनि हुन्छ नेपालमै बनेको हालेर यसले कहिले गोली चलेन भने यसले घोचेर मारिदिने। यो सर्ट गन यसको प्राइस भनेको विश्वमा 20-30 करोड भन्दा बेसी छ अरे यसको। यो एउटा मात्र सानोको यसको प्राइस अमूल्य रहेछ भनेपछि यो गनको प्राइस भनेको अहिलेको नेपाली मार्केटमा कति 10 अरब कति भन्ने छ भन्ने सुनेको छु मैले। यो चोर्न सक्यो भने त्यो मालामाल। फेरि यो एउटा कुरा थाहै थाहेन गाइजहरूलाई, यो चाहिँ बुलेट भन्दा पनि एरो चल्दो रहेछ कि यो गनबाट चाहिँ। त्यो एरो हाल्ने, त्यसलाई चाहिँ एरो हाल्ने अनि बारुद हाल्ने अनि पड्काएपछि त भेजा खराब भयो। एन्सियन्ट पेस्तोल र बन्दुक पेस्तोल, यो पेस्तोल भयो। यो चाहिँ नेपालमा बनेको होइन। ब्रिटिसहरूले चाहिँ नेपाल कब्जा गर्न आउँदाखेरि ब्रिटिसहरूलाई एक एक गरेर मारेर उनीहरूको गोली लिगेर फेरि यही गोलीले तिनीहरूलाई फेरि अर्कोचोटि युद्ध पर्दा हानेर पचाएको देश हो हाम्रो नेपालको हिस्ट्री। खडाले हाने भन्ने सुने हो। तरबार रहेछ, लामो ढाल छ बिचमा। यो चाहिँ बाहुबलीको ढाल भन्दा नि बलियो ढाल थियो। यो ढालको बिचमा यो गोलोमा कहिले घोसेर मार्ने यसले टाउकोमा हान्यो भने चाहिँ फेरि टाउकोमा टुटिलो यत्रो उठ्छ को चाहिँ यो निशान हो। तरबारहरू खोडा त भइहाल्यो झ्याप्पै। अनि अर्को पनि ढाल खुकुरी त हाम्रो अहिले यो विश्वमा नाइफ नेपाली खुकुरी नाइफ भनेर आर्मीहरूलाई दिने गरिन्छ। यो खोडा गोर्खाली सोल्जर्सहरूले युद्धमा या भर्ती हुने बित्तिकै पाउने फर्स्ट हतियार भनेको नेपाली तरबार। तर निन्जा तरबारले चाहिँ यसलाई हराइन्छ, यसलाई हराउँछ। तर अनि यतापट्टि रहेको छ यो चाहिँ खुकुरी, धेरै ठुलो खुकुरी, लामो खुकुरी र कटारी। कटारीहरूले कट्टा खाला चाहिँ भाइ हुन्छ नि। कटारी हान्छु म तँलाई। कटारीले चाहिँ के गर्छ भन्ने कुरा थाहा छैन। कटारीले घोप्ने हो, समात्ने। यहाँ समात्ने यसरी समात्ने नक टाइपको के। यो चाहिँ 2 टाम्लालाई भयो। यो चाहिँ पुरै हातलाई नै भयो होला। अनि यताउति भइहाल्यो, एउटा ढाल भइहाल्यो। यसमा रगत थियो पुस्न लगाएको हामीले अस्ति भर्खर। यो चाहिँ रामपुरी चाकु माछाको। यो चाहिँ अहिलेसम्मको लामो बन्दुक भनेर चिनिन्छ। 2टा लामो रहेछ बन्दुक। यो हान्दाखेरि यो चाहिँ भएर जान्छ। नेपालको गन ओम भन्दा पनि टाढा पुग्छ यसको गोली। कार 98 भन्छ यसलाई चाहिँ पहिला नेपालबाटै। यो चाहिँ भाला, यसले भालाले चुइनी उडाएर मार्ने। अनि यो
त्यहाँ फेरि लिन जानु खोजेर फेरि आफ्नो मर्नु यसको चाहिँ युज अलि झ्याउ लाग्दो हान्यो फेरि कुद्दै गएर त्यहाँ गएर त्यो लिनलाई जान 1 घन्टा लाग्ने आउन 1 घन्टा लाग्ने फेरि त्यो हान्ने ल्याएर फेरि जाने अनि यो चाहिँ राजगद्दी सिंहासन यहाँबाट चाहिँ हुकुम गर्नुहुन्थ्यो उहाँ पृथ्वीनारायण शाहज्यूले टक्क बसेर त्यस्तो पत्रमा लेखेर पठाउँथ्यो पहिला यो 1936 शिलालेख यो चाहिँ नेपालकै पुरानो सिलौटा रहेछ यहाँ चाहिँ पृथ्वीनारायण शाहले यो सिलौटोमा टमाटरको अचार टिम्बुर हालेर खानुहुन्थ्यो पाउँदैन गेटतर्फ लागेका छौँ यहाँ चाहिँ हामीले के देख्न पाइएला त यो सनै बाजा पुरानो सनै बाजा यो युद्ध लड्न जाँदाखेरि चाहिँ युद्ध जितेर आउँदाखेरि चाहिँ यो सनै बाजा बजाएर जितको खुसियाली मनाइने गर्दो रहेछ यसलाई के भन्छ ग्यालिङ यसको नाम रहेछ ग्यालिङ ग्यालिङ यसको ग्यालिङ रहेछ यसको ताङसिङ रहेछ अब यो चाहिँ अब त्यस्तै ठेडीहरूले बजाउनु पर्छ अनि यो चाहिँ के हो त यो पाथी चुले भन्ने चाहिँ यस्तो हुँदो रहेछ 1 पाथी 2 पाथी चामल हैन चुले माथिकोलाई चुले तलकोलाई चाहिँ पाथी अर्को माना भन्ने पनि हुन्छ यो चाहिँ पुरानो पैसा सिक्काहरू राजाको पालादेखिको सिक्का सबै चाँदीको हो भन्ने जानकारी छ चाँदीको सिक्काहरू धेरै लोप भइसकेको श्री पृथ्वीनाथ यो चाहिँ यो तान्त्रिक माला रे वज्र रहेछ अनि यो तान्त्रिक माला भन्ने चाहिँ यो तान्त्रिकहरूले लाउनुहुन्थ्यो होला दोमाङ भनेको चाहिँ अब यस्तै अब यो चाहिँ कलश त्यो जमानाको कलश हो यो यहाँ 4 थरीको कलश छ अब यो तामाको यो चाँदीको पित्तलको अनि यो चाहिँ फलामको रहेछ ल अब एन्टिकै त यार ट्याक्क यहाँ छ्याङ हालेर तर गरेर छ्याङ हाल्ने भाडा होइन ल ठिक छ त्यसो भए अब यहाँ चाहिँ यो दियो घन्टी शङ्ख हैन किसिमको पानस जवालाङ ह्याङ के नाम पनि यो चाहिँ 5 मुठी चौथाइ 5 मुठी 1 माने 2 माने र लास्टमा पाथी रहेछ अनि माना चुले अनि पाथी चुले अहिलेसम्म नसुनिएको शब्दको उच्चारण भइरहेको अनि यतापट्टि भनेको चाहिँ अब के भन्नु तपाईहरुलाई कोमखोला भन्छ चाहिँ टिकादानी यहाँ टिका रातो सेतो अनि पहेँलो टिका राखेर लाउने यसमा आरती दियो त्यो चाहिँ यो चाहिँ आरती गर्दाखेरि कतिवटा 1 2 3 4 4 4 8 9 10 11 12 13 14 15 दियो बालेर आरती गर्ने यो चाहिँ बुकुबादानी यसो यही हो ढुङ्गाको चित्र रूपमा खोपेर बनाएको ढुङ्गा यो यसको लिच्छवी चैत्य काठमाडौँ उपत्यकाको रहेछ एउटा यो अर्को चाहिँ सल्यानटारको रहेछ यो चाहिँ सल्यानटारको उकालो बेसीको रहेछ यो चैत्य पानधारे अनि सल्यानटारको पानधारेको रहेछ पहिला यस्तो थियो पहिला अहिले चाहिँ यो हल्का फुटेर या केही भएर यस्तो बन्न पुगेको छ यो सबै काठमाडौँ उपत्यकाबाट उठाएर ल्याएको पृथ्वीनारायण शाहले चोरेर जितेर सजावटको लागि राखेको छ भिडियो पनि पाउँछ होला नि
यो कुसुण्ड जातिले शिकार गर्नु भएको माछाको अब यहाँ माछा मर्यो भने त्यसमा पकेटमा जम्मा गर्ने यसले हालेर माछा मार्ने एकदम माछा एडीको एकदम माछा एक सट हान्यो भने माछा मर्ने ट्याक्क उसलाई चाहिँ भात खाना माछै चाहिन्छ। यो चाहिँ लगभग आजकलको थारू समुदायको जस्तै कुसुण्डा जाति अहिले चाहिँ धेरै लोप हुन लागिसकेको जातिमा पनि एक पर्छ। यो चाहिँ अब हाम्रो आयो शेर्पा घले शेर्पा बुढाबुढी टक्क यो मै पारेर घोल्दैछन्। अब खानुपर्छ राति बुढाबुढी मिलेर भन्दै। अनि यता चाहिँ यस्तो बवाल भ्यू रहेछ त यहाँ हान्नुपर्छ एउटा फोटो होइन त बाहिरको भ्यू रहेछ। कुमाल जाति भाँडासाँडा एउटा त्यो जमानामा पनि एस्ट्री हुँदो रहेछ एउटा एस्ट्री पनि बनाइदिएको माटोको भाँडा रहेछ त्यो एस्ट्री बनाउनु नहुने थियो विश्वासघात भयो यो त। अनि लसुन खुर्सानी प्याज सुकाएर बसेको सुकाएर राखेको छ। अब के गर्नु हामीले कुमाल दाइले अब के सोच्नु गरौँ कामी दाइले चाहिँ हाम्रो हात हतियारहरू बनाउनु भएको रहेछ। त्यहाँ आगो बलिरहेछ घन्टा साँच्चीको बलेको जस्तै बत्ती बालेको रहेछ तर साँच्चीकै आगो बलेको जस्तै देखिएको रहेछ। हामी यहाँ झुक्ट्यौँ अनि कामी दाई नभएको भए कामी दाईको बुढाबुढी नभएको भए पृथ्वीनारायण शाहले युद्ध गर्नको लागि मुस्किल पर्थ्यो किनकि उहाँहरूले नै हात हतियारहरू खुकुरी खोडादेखि लिएर सबै चाहिने सामग्रीहरू युद्ध गर्नको लागि चाहिने सामग्रीहरू दिनुभएको रहेछ बनाएर। अनि यतापट्टि के रहेछ यो त काठमाडौँको लाखेनाथ गर्दाखेरिको युज गर्ने पोसाक हो यो पुरानो रहेछ फेरि धेरै पुरानो। एउटा मुन्द्रुक भन्ने बाजा रहेछ यो मृदङ हो यो मुन्द्रुक हो कि मृदङ यो के ढ्याङ्ग्रो त भइहाल्यो। अर्को ढलकी नि ठिक छ नामको बाजा पनि रहेछ यहाँ तर यो ओरिजिनल होइन जस्तो लागिरहेको मलाई। ओरिजिनलै हो पहिला छुनाउदिन मिल्दैन। यो के हो त यो यो पनि एउटा त्यस्तै बुद्धिस्टले लाउने पोसाक हो यो किनकि माथि बुद्धको 4वटा चित्र बनाएर रेडी गरेर राखेको छ। अब यता सनाई पञ्चेबाजा यो बिहेमा युज हुने पञ्चेबाजाहरू पहिलाको जमानाको धेरै किसिमको छ ठुल्ठुलो बाजाहरू। सर्प बाजा नि रहेछ त सर्प बाजा बिजुली रहेछ बिजुली त्यसको नाम। अनि त्यहाँबाट सनाई भइहाल्यो यसलाई के भन्छ कर्नाल भइहाल्यो ठुलो भेरी झ्याली भइहाल्यो शिकार नरसिंह दमाहा ट्याम्को डमरू भइहाल्यो यो डमरू ढलकी एक्जिट गर्नु